एपिसोड 8 बिछोडको नोट। कहिलेकाहीँ बिछोड पनि प्रेमकै अर्को रूप हुन्छ। शान्त तर अनन्त अभि क्याफेमा एक्लो छ। उसको अगाडि मीराले छोडेको एउटा नोट, साधारण कागज तर अनगिन्ती भावनाले भरिएको। उसले त्यो कागज खोल्छ। त्यसमाथि मीराको अक्षरहरू, अभि, यदि नियति मिल्यो भने फेरि भेटिन्छौँ। ती शब्दहरूले उसको मनभित्र केही तर्सिएर बिउजिन्छ। ती चिया पसलका पलहरू, त्यो रातो छाता र त्यो अधुरो चित्र, तर आज सबै सम्झना मात्र बनेर फर्किरहेका छन्। रातको सडकमा ऊ हिँड्दैछ, टाढाबाट ट्रेनको आवाज सुन्छ। सायद त्यो नै रेल थियो जसले मीरालाई पर कतै लिएर गयो। तर बिछोडको त्यो नोट अभिको हृदयमा आशा बनेर बाँकी रह्यो। ऊ उसै रात आफ्नो स्टुडियोमा फर्कियो, मीराको मुस्कान फेरि चित्रमा उतार्यो र झ्यालबाट भित्र आएको एउटा चेरी फूलको पात चित्रमा बिस्तारै टाँसियो। उसले महसुस गर्यो, कहिलेकाहीँ प्रेम समाप्त हुँदैन, बस शब्दहरू मात्र मौन बन्छन्।